कला सिटिङको सत्रमा भन्नुभएको छ, काम र बात जे गर्छ परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर भनेर भन्नुभएको छ। अनि आज चाहिँ त्यो म सुरुमा जस्तो भयो नि म बोल्दैछु तर म होइन परमेश्वर बोल्छ, म प्रति नै बोल्नुमा गल्ती भयो भने तपाईँहरू सुधार गरिदिनुहोस्। अनि आज जति पनि संसारमा भएका पास्टरहरू छन् अनि पास्टरहरूले कति दुःख कष्ट गरेर उहाँहरूले परमेश्वरको काममा अघि बढाउँछ, अघि बढ्छ मण्डली परिवारहरूमा। अनि उहाँहरू कति दुःख कष्ट गरेर पनि आउनुहुन्छ, कतिले दुःख भक्त मेहनत परिश्रम गरेर उहाँहरू खडा हुन्छ परमेश्वरको अगाडि। अनि कति मण्डलीले त परमेश्वरको दुःख पनि बुझ्छ। अनि कति हामीहरूमै हो, अरूलाई नभएर हामी नै पनि हो। कति कुरोहरू पास्टरले भन्दै लाँदाखेरि हामीलाई मन पनि पर्छ, कति कुराहरू मन पनि पर्दैन। तर पनि हामीले असल कुरा भने चाहिँ परमेश्वरको वचनलाई हेरेर हामीले मन पराएको चाहिँ राम्रो हो। किनभने हामी मान्छेमा चाहिँ बाइबलमा नि भनेको छ तिमीहरू मान्छेको पछि लागेर नहोइन, किनभने मान्छेको पछि नै जति नै विश्वासी जति नै दरिलो भयो भने तिमीहरू एक दिन ढल्छौ गिर्छौ भन्नुभएको छ। अनि निर्भर भरोसा र निर्भर विश्वास चाहिँ परमेश्वरले मात्रै दिन्छ भन्नुभएको छ। त्यसले गर्दाखेरि आज म चाहिँ उचाइको बदला चाहिँ हाम्रै मण्डलीमा हाम्रै चर्चको लागि भन्छु। अब जस्तो पहिला यो हाम्रो चर्च जस्तो एउटा सानो चर्च थियो, आज यत्रो ठुलो भयो। त्यो किनभने प्रभुको आशिष हो। अनि आज हाम्रो चर्चमा थोरै मान्छे थियो, अहिले कति थियो फेरि एउटा सुसमाचारको टिम पनि भयो। अनि यहाँ विभिन्न आमाहरू पनि आउनुभयो प्रार्थना गर्नुको लागि, विभिन्न आत्माको आमाहरू चाहिँ आउनुभयो, प्रार्थना गरिदिनु भयो। उहाँहरू त कहाँ पनि हुनुहुँदा होला भयो नि हामीले उहाँहरूलाई चाहिँ हरदम याद गरेर प्रार्थना गरिदिनु उहाँहरूको लागि पनि। त्यसले गर्दा परमेश्वरलाई धन्यवाद छ। आज जस्तो समयमा हाम्रो खरमाया दिदीले भन्नुहुन्छ 2006मा यो ठाउँमा हामी आउँदाखेरि एउटा नेपाली मान्छे थिएन भनेर, साँच्चै पनि हो परमेश्वरको योजना। किनभने उहाँहरूलाई चाहिँ फास पठाउनु भयो। अनि उहाँ चाहिँ किनभने परमेश्वरले भन्नुभएको छ नि 100वटा भेडा छ भने एउटा भेडा हरायो भने त्यो 99वटा भेडालाई छोडेर एउटा भेडालाई खोज्छ भनेर। किनभने उहाँहरू त एउटा भेडा थियो, उहाँहरू आउनुभयो, उहाँहरू दुःख कष्टले बस्नुभयो, उहाँले राम्रो रोएर उहाँले दुःख परिश्रम गरेर निडाउन गरेर उहाँले प्रार्थना गर्नुभएको थियो। त्यसले गर्दाखेरि आज एकजनाले भनेछ नि एउटा थोपोले पहाड हुन्छ अरे, जसरी हिउँको थोपो एउटा थोपो गिर्दाखेरि कति लामो पहाड हुन्छ त्यस्तै आज उहाँहरू सुरुमा चाहिँ आउनुभयो। कतिजना त्यहाँ एकजना गरेर हाम्रो नरमाया दिदीहरू आए। अब उहाँले पनि धन्यवाद छ, उहाँहरूले यसरी घुम्ने जानिदिनु भयो। आज यति ठुलो चर्चहरू खडा भएको छ। त्यसमा हाम्रो त्यहाँबाट म पनि अब उहाँको मान्छे हो, म यहाँ आउँछु भने मेरो सपना थिएन, मेरो सोच थिएन। तर परमेश्वरले मलाई यहाँ ल्याएर यो मण्डलीमा खडा गरिदियो भने परमेश्वरलाई धेरै धन्यवाद छ। आज मेरो छोराछोरी परिवारहरूमा पनि तितर भइराखेको परिवार थियो, तर पनि आज एकसाथ भएर परमेश्वरले कहिले मैले भए त मेरो जीवनदेखि नै म राम्रो भएर जान्थेँ नि त, फुलै फल्दै जान्थेँ। तर पनि मेरो जीवनमा मैले जब परमेश्वरै नपाउँदाखेरि मेरो जीवन चाहिँ यस्तो थिएन। जस्तो भटाभूमा एउटा बिग्रिएको घर जस्तो थियो, हावाले उडाउँदाखेरि त्यो घरहरू कस्तो हुन्छ त्यस्तै थियो। तर जबदेखि मैले परमेश्वर 2013देखि परमेश्वर पाएँ त्यहाँदेखि चाहिँ मेरो जीवन चाहिँ आस्ते परिवर्तन हुँदै गयो। अनि यो चाहिँ कसले गरेको भने मैले गरेको होइन नि, यो चाहिँ परमेश्वरले नै गरिदिनु भयो। आज म एउटा प्रोजेक्टमा भन्छु नि, म तपाईँहरूलाई अरू बेला नि भन्छु। जस्तै एउटा बिरालोको बच्चाले ब्याएपछि मान्छेले पहिला भन्थ्यो कि बिरालोको बच्चाले चाहिँ ब्यायो भने एक जग्गा मात्रै राख्दैन, कति जग्गा सार्छ भन्थ्यो। म चाहिँ यो कुरा विश्वासै गर्दिनँ थिएँ। तर अहिले चाहिँ बिरालो चाहिँ मेरै घरमा छ कि। अनि कस्तो भने त्यो लाठी बिरालो छ, त्यसले बच्चा पनि बोक्नु जान्दैन, अनि देउँछ। तर त्यो जब सार्ने बेला चाहिँ म्याउ गरेर वरिपरि खुट्टा वरिपरि घुरिराख्दै त्यो बच्चा सारिदिएपछि म त शान्तिले गरेर छु यो बस्छ। अनि मैले फर्स्टचोटि देउँदाखेरि त्यो बिल्लीलाई 4 जग्गा मैले सारिदिएँ है। अनि त्यस्तै थियो मेरो जीवन पनि। आज मलाई परमेश्वरले किनभने यहाँ आउने म त आशा जग्गालाई त पहिल्यै मैले छोडेर गएको, म आउँदिनँ अबदेखि यो जग्गामै भनेर गएको थिएँ। परमेश्वरको योजना परमेश्वरको इच्छा चाहिँ हामीले मानिसले गरेको भने चाहिँ असल नै हुन्छ। अनि त्यसरी आएर पनि म जान्दिनँ थिएँ। म मेरो चर्च 2013मा मैले सिलङ उमसुर भन्ने नेपाली बाप्टिस्ट चर्चमा मैले परमेश्वर पाएको भए पनि म त्यहाँ हुँदाखेरि मेरो एक साथमा मेरो उयो थिएन, मेरो सेवाकाई थिएन। मलाई यसरी खडा हुनुलाई मेरो जिउ काम थियो, मेरो खुट्टा काम थियो। तर अनि म यहाँ आएँ, सङ्गति भेटेँ, मैले कति कुराहरू अशुद्ध कुराहरू पनि मैले खान्थेँ पिउँथेँ, त्यो पनि मैले खानु छोडेँ। तर मैले त्यो खानु छोड्ने त मैले पहिल्यै छोडिसक्थेँ नि त। मेरो मनले त धेरै सोच्थेँ म छोड्छु भनेर, तर मैले सक्दिनँ थिएँ। एकतिर परमेश्वरको डर राखेर अर्कोतिरदेखि खाइराखेको हुँदैछ र किन परमेश्वरले मलाई छुनु भयो। अनि मैले त्यो सबैमा छुटकारा पाएँ। अनि आज मेरो छोराछोरीहरू पनि भइसक्यो, मेरो आँखामा अगाडि चाहिँ मैले देखेको छुइनँ। अनि म पनि त्यही प्रार्थना गर्छु, प्रभु आज मेरो छोराहरू, म त मेरो जीवनमा आधी लड खडेर
म बल्ल बल्ल घुँडा एउटा बुढो मान्छे जस्तो घुँडा टेकेर लट्ठी टेकेर म उभिएको छु भने तपाईँले मलाई उभाउनु भने आज मेरो छोराछोरीले त तपाईँले सुरुदेखि तपाईँको राज्यमा उभाउनुहोस् भनेर म प्रार्थना गर्छु। अनि त्यस्तै गरेर आज हाम्रो मण्डली परिवार पनि मलाई धेरै राम्रो लाग्छ हाम्रो, किनभने यो मण्डली यो चर्चहरू यस्तै भने कति टाढा टाढादेखि मान्छेहरू सेवा गर्न आउँछन्, ठुल्ठुलो आउँछन्, लिडरहरू आउनुहुन्छ, आमाहरू आउनुहुन्छ, प्रार्थना गरिदिनुहुन्छ। अनि त्यसले गर्दा धेरै धन्यवाद छ हाम्रो मण्डली परिवारमा पनि। तपाईँहरूको प्रार्थनाले गर्दाखेरि आजसम्म राम्रो छ, परमेश्वरले राम्रो राखेको छ मेरो जीवनमा पनि, मेरो छोराछोरीमा पनि। अनि अझै पनि राम्रो लाग्छ, मलाई विश्वास छ, किनभने मण्डलीको परिवार चाहिँ एकता अरे। मण्डलीको परिवार, मण्डली भनेको चाहिँ एकता अरे, किनभने एकताको सूत्रले बाँध्नुहोस् भनेर एउटा भजन छ नि, त्यस्तै। त्यसले गर्दा धन्यवाद दिन्छु हाम्रो आमाहरूलाई पनि, तपाईँहरूको प्रार्थनाले गर्दाखेरि हाम्रो पास्टरहरूलाई पनि, पास्टर भाइहरू पनि। अनि हाम्रो पास्टरलाई पनि कति कुरोहरूमा त हामीहरू डिस्कस पनि गर्छौँ घरि त भए पनि माया लाग्छ, किनभने मनले चाहिँ माया लाग्छ, तर पनि बाहिरदेखि त मैले पनि केही गर्नु सक्दिनँ। उहाँ पनि अब भन्नुभयो त अहिले पो अलिक बाटोहरू पनि राम्रो ढुङ्गाहरू हालिदिँदैछ, कस्तो पानी झडी बादल नभने, घाम पानी नभने उहाँ पनि एक जग्गादेखि आउनुहुन्छ। दुःख सुखमा हामीले कहिले पनि हाम्रो पास्टरलाई अरूले त कहिले म त सोध्दिनँ खाना खानुभयो कि भएन, भोक लागेको छ कि छैन, म त कहिले पनि सोध्दिनँ। अनि त्यसले गर्दाखेरि पास्टरलाई पनि धेरै धन्यवाद छ, उहाँले धेरै दुःख सुख गराएर हामीलाई एउटा मण्डलीमा उहाँले वचनहरू दिनुहुन्छ अनि परमेश्वरको भजनहरू खिलाउनुहुन्छ। त्यसले गर्दा धेरै धन्यवाद छ। आजको यो मेरो उचाइको वचनहरू पनि तपाईँहरूको अगाडि राख्दछु। यसमा मेरो कोही गल्ती भयो भने पनि क्षमा गरिदिनुहोस्, तपाईँले मेरो परिवारको लागि प्रार्थना गरिदिनुहोस्। आज मेरो परिवार चाडपर्व छ, किनभने सबै कुरा चाहिँ हामी जति नै फुटानी गऱ्यौँ नि परमेश्वरको वचनमा भनेको छ नि, तिमीहरू बलको लागि फुटानी घमण्डी नगर, धन सम्पत्तिको लागि घमण्डी नगर, सुन्दरताको लागि तिमीहरू घमण्ड नगर। किनभने घमण्ड चाहिँ कसैलाई गर्नु भन्दाखेरि चाहिँ म चाहिँ परमेश्वरलाई चिन्दछु अनि प्रभु यीशुलाई जान्दछु भनेर तिमीहरू घमण्ड गर भनेर भन्नु भएको वचन छ यिर्मयाको पुस्तकमा। अनि त्यसले गर्दाखेरि परमेश्वरलाई धन्यवाद होस्। यसरी म पनि तपाईँहरूको अगाडि अगुवाई भएर बढेर परमेश्वरको उचाइको वचनहरू, जीवन गवाईहरू बोल्नुको लागि तपाईँहरूले प्रार्थना गरिदिनुहोस्। मेरो परिवार सबैलाई आज म कुनै जग्गा भने पनि तपाईँहरू मलाई नहेर्नुहोस्, ईश्वरलाई हेर्नुहोस् अनि म यतिमै राख्दैछु। सबैलाई जय मसीह। धन्यवाद।